कोरियामा बस्ने दाजुभाइ दिदीबहिनीहरू यानमल छङसान गर्नुभयो? नगरेकोले सुन्नु है। नगरेकोलाई मैले जानेको कुरा चाहिँ सिकाइदिन्छु भनेर हो। यानमाल छङसान गर्नको लागि चाहिँ 18 तारिकबाट सुरु भएको अरे। अब धेरै छैन, 23 तारिकसम्म मात्रै हो कि जस्तो लागिरहेको छ। अनि त्यो भएर छिट्टै गर्नु होला। कसरी गर्ने म यताबाट सिकाइदिन्छु ल। पहिला तपाईँ होम ट्याक्स एपमा गएर नभए वेबसाइटबाट पनि www.homeTax.go.kr बाट पनि जानु मिल्छ। त्यताबाट गर्नुहुन्छ। मोबाइलबाट गर्नुलाई यहीँबाट सजिलो हुन्छ लगइन गर्ने। लगइनको लागि चाहिँ अब आइडी पासवर्ड भए पनि हुन्छ, नभए पनि हुन्छ, नहुँदा पनि यत्तिकै खानपिन पनि मिल्छ। अनि भयो भने झन् राम्रो। अनि त्यो गऱ्यो, यता आइडी हाल्नु पऱ्यो। ओके, लगइन भइसकेपछि चाहिँ तपाईँको सुरुमै आउँछ एनमाल छङसन सोदोक्से जे छारे छोई भन्ने यो। यसबाट चाहिँ सुरुकै फर्स्टमै क्लिक गरेपछि तपाईँको यो लगइन फिर हाम्निदा लगइन हागिसकेका लगइन चाहिँ फेरि आवश्यक पर्छ। त्यो चाहिँ गर्ने हो भने गर्ने भनेर त्यसमा लगइन गर्ने भनेको फेरि अघि नैको होम लगइन होइन कि, त्यसको लगइन गर्नुको लागि चाहिँ यो दोस्रो पार्ट आउँछ क्या। यसमा चाहिँ खानपिन इन्जुङ गर्नु पऱ्यो। खानपिन इन्जुङ चाहिँ तपाईँले यहाँ भएको जुनबाट गर्दा पनि हुन्छ। अब जुन सजिलो लाग्छ, नेभो भए नेभोबाट गर्दा पनि हुन्छ, पास भए पासबाट गर्दा हुन्छ। यहाँ भएको सबैबाट गर्नु मिल्छ। ककाल त लगभग सबैसँग हुन्छ र यसबाट गर्दा चाहिँ सजिलो होला। मैले चाहिँ पासबाट गर्दैछु। पासमा पनि त्यही नै हो, सेमै हो। कका हो पास सबैबाट सेम नै हुन्छ। त्यसबाट लगइन गरेँ। अनि यहाँ चाहिँ सिम चाहिँ कुन हो तपाईँको? यहाँ केटी हाल्छु त्यो तिनवटामा चाहिँ जुन हो सिम त्यो राखेर त्यसको नम्बर हालेपछि 59 ओके। अनि त्यसो यो फोगी भनेको त अब यो नहेरे पनि हुन्छ खासै, यो आवश्यक पर्ने कुरा त होइन। यो जङमा सबै चाहिँ एकैचोटि गर्ने। पासवर्ड नोटिफिकेसन आइसक्यो पास इन्छौँ भनेर। अनि त्यसपछि पासमा गएर फेरि यसमा आफ्नो लगइन आइडी हानेर मधु गरेर इन्छुङ हागी गऱ्यो भने यताबाट चाहिँ यो भयो। हल्ल्यो थैसुङ्गा भन्छ नि त, यताबाट भइसक्यो। अब यता चाहिँ अनि इन्जुङ हल्ल्यो गऱ्यो। इन्जुङ हल्लो गरेपछि यता पनि भइसक्छ। पहिले चाहिँ त्यता गरेर यता आउनुपर्छ है। यस्तो इन्टरफेस खुल्छ। यो इन्टरफेस भनेको अब कति सालको गर्ने तपाईँको यहाँ 20देखि 25 सालसम्मको छ। 25को भनेको अहिलेको नयाँ हो नि त। अनि 25मै गऱ्यो भने अनि त्यसपछि यो यहाँ डिपेन्ड्स विथ इन्कम एक्सलिङ, नेसनल हेल्थ इन्सुरेन्स, इम्प्लिमेन्ट इन्सुरेन्स सबै इङ्ग्लिसमा पनि दिइरहेको छ। अब कोरियनमा भन्दा इङ्ग्लिसमै बुझ्नु सजिलो होला। नभए यसमा केही नै गर्नु पर्दैन, छोई मात्रै गरिदिँदा हुन्छ। सबैमा छोई गरेपछि तपाईँको भनेको यसको कुनमा कति खर्च भयो भनेर हेर्ने मात्रै हो कि। खनखाम पुगाम कति तिरियो, तपाईँको चाहिँ अरू अब कार्डहरू कति तिरियो, बिमाको चाहिँ छम्चा नेरे फात्की छ नि त। अर्को चाहिँ एङ्सुजुङ फाल्गु खिगवान छोई छ। यो हामीले छोई भन्दा पनि नेरे फात्की गरेपछि यो चाहिँ डाउनलोड हुने कुरा हो। यो गरिसकेपछि ल रोक्नु ल। अनि त्यसपछि हामीले के को चाहिँ पैसा आउँछ भन्ने कुरा यहाँ देखाउँछ। खनगाङ पुगामको रहेछ, उयो फीको रहेछ, सिगङ्गाजको रहेछ, छिपबुल खादु भनेको डेबिट कार्ड। यति 4वटाको मात्रै आउने रहेछ है। मेरो हजुरको चाहिँ अझै धेरै आउन पनि सक्छ, किन अरू धेरै युज गर्नुहुन्छ। अनि लास्टमा चाहिँ अब यो खोगेमा चाहिँ खेइन छङ्गो खोङ्गेमा गर्नुपर्छ है। बिगोङ्गे भन्दा यो सबै गरेपछि अनि यहाँ इल्ग्वाल छम्चा नेरे फात्की छ नि त। अर्को चाहिँ एङ्सुजुङ फाल्गु खिगवान छोई छ। यो हामीले छोई भन्दा पनि नेरे फात्की गरेपछि यो चाहिँ डाउनलोड हुने कुरा हो। यो गरिसकेपछि ल रोक्नु ल। अनि त्यसपछि हामीले के को चाहिँ पैसा आउँछ भन्ने कुरा यहाँ देखाउँछ। खनगाङ पुगामको रहेछ, उयो फीको रहेछ, सिगङ्गाजको रहेछ, छिपबुल खादु भनेको डेबिट कार्ड। यति 4वटाको मात्रै आउने रहेछ है। मेरो हजुरको चाहिँ अझै धेरै आउन पनि सक्छ, किन अरू धेरै युज गर्नुहुन्छ। अनि लास्टमा चाहिँ अब यो खोगेमा चाहिँ खेइन छङ्गो खोङ्गेमा गर्नुपर्छ है। बिगोङ्गे भन्दा पनि खोङ्गेमा गऱ्यो भने अनि त्यसपछि नेरे फात्की गऱ्यो भने डाउनलोड हुन्छ है। डाउनलोड सिधा घाम्निदा भन्यो नि त। अन्त डाउनलोड भइसक्यो होइन। यो डाउनलोड भएपछि चाहिँ आइफोनको चाहिँ हाम्रो फाइल्समा गएर बस्दो रहेछ। मैले पनि
अहिले फाइल्समा गइसकेपछि हाम्रो ब्राउजमा चाहिँ सबैभन्दा तल चाहिँ यहाँ कुक्चेसङ भनेको होम ट्याक्सकै आउँछ नि त सोन्टेक्स। अनि होम ट्याक्सकै उसमा आइसकेपछि कहाँ आइबसेछ भने चाहिँ अहिलेको 3:17 PM भनेर यहाँ दिइरहेको छ नि त यो 3:17 PM भनेर। अनि यो चाहिँ अहिलेको नयाँ डाउनलोड क्या। अनि टक्क यो 4वटा पेजको ठ्याक्क आउँछ। अनि यो लगेर कम्पनीमा बुझाइसकेपछि कम्पनीलाई चाहिँ मेरो एनुअल छङछाङ गरिदे हेजुसे हो त्यसले गरिदिन्छ। आउनुपर्ने, लिनुपर्ने, पाउनुपर्ने कति हो, दिनुपर्ने कति हो, त्यो सबै त्यसरी त्यो पेपरमा आउने हुन्छ। पहिले चाहिँ हामीले त्यहीबाट पनि पाउनुपर्ने कति अनि दिनुपर्ने कति भनेर देखिन्थ्यो। अहिले चाहिँ अलि नदेख्दो रहेछ क्या।